Hey guys, welcome to my daily vlog हैन आज त्यही हो अल्छी गरेर जिम गयो हैन तर हिजो गाह्रो भएको थियो नि त फुटसल खेलेर त्यो नगयो हैन अनि अल्छी पनि लाग्यो हैन गएन त्यही हो गाइस काम पनि आज त गेटको त्यो सिएनसीहरू भएको छ नि त्यो नआएको होला अनि अब खाना खान लाग्यो बिहान अन्डा सन्डा पानी सानी खाएर बसेको थिएँ हल्का फुल्का यताउता सरसफाइ गरेँ तल अब खाना खान्छु अनि एकछिनमा साथीलाई फोन गरेर निस्किनु पर्ने छ त्यो बेडसिटहरू ल्याउनु पर्ने छ क्या त्यही भएर अहिले गाइस ल गाइस गाडीको लाइसेन्स आएको छैन लाइसेन्स रिन्यू गर्ने बेला भइसक्यो होइन अनि के भन्छ नि गाडीको रसिदमा त छ फेरि गाडीको यस्तो फिजिकल लाइसेन्स आइपुगेको छैन रिन्यू गर्ने बेला आइसक्यो त्यो पनि डेट सकिन आएको थियो सम्झेर लाइसेन्स रिन्यू गर्न आएको हजुर अब त्यो थप भएर आउने हो के भएर आउने दिमाग खराब छ हेलो गाइस यातायात गयो होइन अनि काम एकछिन भयो आज तन्न धेरै बेर यातायात एकछिन भयो काम कुर्नु पर्यो नि धेरै अनि गाइस पेट दुखिरहेको थियो अनि जीवनजल खान लाग्यो जीवनजल पनि है अनि एकछिन मुभी हेर्छु अनि हामीले फोन गर्नु एकछिन उता ठाउँमा जानुपर्छ त्यो बेडसिटहरू लिन अघि बिहान बनाएको जस्तै त गाइस सिउ एकछिनमा अब हेलो गाइस म उठेर एकछिन सुनिलाई भेटेर आइसक्यो होइन सुनिलाई भेटेर चाहिँ भिडियो बनाएन किनकि त्यो त्यही ट्राइङ्गल हाम्रो कोल्ड लेमन खायो अनि त्यसपछि सुनिल पनि त्यो अफिस जानु पर्थ्यो अन्त अनि अफिस जाने पसलमा अनि म चाहिँ घर आएको आज अनि कतै नजाने त्यो लिनु भोलि जाने त्यही गाइस अब सिउसिनमा दही चिउरा खानु पऱ्यो जाने दही चिउरा के छ यहाँ चाहिँ दही देखिन होला तर मजाले छ गाइस म चिकन लिएर घर आएन अहिले एकछिन पसल गएको थिएँ पसल नि खोल्नु मात्र हो कोही आउँदैन होइन अनि अन्डा खान्छ नि गाइस अनि अब अन्डा खान्छु अन्डा खाँदै मासु पकाउँछु कि मम्मीलाई पकाउनु दिन्छु अहिले गाइस सी यू टुमोरो एन्ड थ्याङ्क्स फर वाचिङ भिडियो होइन किप लाइक मोटिभेटिङ आजको दिन यसरी नै बित्यो है त गाइजहरू थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो फेरि पनि